ओम श्री जालपादेव्यै नमः। घरमा प्रशस्त धन सम्पत्ति भए तापनि घरका व्यक्तिहरूसँग राम्रो सम्बन्ध हुँदैन, झै झगडा भई नै रहन्छ भने। अर्को कुरो, पति पत्नीका बीचमा पनि राम्रो सम्बन्ध हुँदैन। सम्बन्ध बेला बेलामा बिग्रि नै रहन्छ भने। घरमा सधैँ सुख शान्ति, परिवारका सबै सदस्यमा मेलमिलाप होस् भन्नका लागि र पति पत्नीमा पनि सदा सर्वदा मेलमिलाप भई नै रहोस् भन्नका लागि प्रत्येक दिन बिहान स्नान गरेर शुद्ध भएर यो तलको मन्त्र 108 पल्ट जप्ने गर्नु पर्छ। धाम धीम धुम धुजटे पत्नी बाम्बेमुम बागदीश्वरी क्राम क्रीम क्रूम कालिका देवी शाम शिम शुम्मे शुभम कुरु।